सबैजनालाई हार्दिक नमस्कार। करिब मैले यो फेसबुक चलाउन थालेको 15-16 वर्षको पिरियडमा आज पहिलो पटक सहकारीको सन्दर्भमा लिएर म फेसबुक लाइभ आइरहेको छु। म हरिप्रसाद पौडेल, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष। आज देशमा 68औं सहकारी राष्ट्रिय सहकारी दिवस मनाउँदैछौं। मर्यादित सहकारी समुन्नत समाज यस मूल नारा सहित आज 68औं राष्ट्रिय सहकारी दिवस मनाइरहँदा समस्त सहकारी कर्मी, सहकारीसँग आबद्ध हुनुहुने सम्पूर्ण व्यक्तिहरू, यससँग सम्बन्धित चाहिँ नियमनकारी निकाय, कानूनी निकाय सबैप्रति म सहकारी दिवसको अवसरमा हार्दिक आभार र शुभकामना व्यक्त गर्दछु। खास गरी सहकारीको इतिहास नेपालमा लामो छैन। आज हामी 68औं राष्ट्रिय सहकारी दिवस मनाउँदैछौं। यस बीचमा सहकारीहरूले धेरै राम्रा कामहरू गरिरहेका छन् र सँगसँगै केही सहकारी नियमन गर्ने ऐन नियमहरूको कार्यान्वयनमा देखिएको कमजोरी र त्यसमा भएका केही कमी कमजोरीहरूलाई सहकारी सञ्चालकहरूले त्यसमा केही ती देखिएका छिद्रहरूमा आफू खेल्ने जुन खालको प्रयास गरे, त्यसको कारण आज सहकारी क्षेत्र केही बदनाम पनि भइरहेको छ। सहकारी क्षेत्र बदनाम हुनुमा सबैभन्दा प्रमुख जिम्मेवारी सहकारी सञ्चालकहरूले लिनुपर्छ भन्छु म स्वयं एउटा म्याग्दी जिल्लाको दुर्गम क्षेत्र, म्याग्दी जिल्लाको दोस्रो बजार, दोस्रो सदरमुकाम पनि भनेर चिनिन्छ, दरबाङमा चाहिँ प्रधान कार्यालय रहेर म्याग्दी जिल्ला भरि र पर्वत जिल्लाको जलजला गाउँपालिकालाई समेत कार्यक्षेत्र बनाएको, करिब 6000 प्लस शेयर सदस्यहरू को 12 करोड भन्दा बढी शेयर पुँजी रहेको, करिब 1 अर्ब पोर्टफोलियोमा सञ्चालन रहेको म सहकारीको चाहिँ त्यस सहकारीको वर्तमान एउटा जिम्मेवार सञ्चालक पनि हो र विगत 2068 सालदेखि म सहकारीसँग आबद्ध छु र त्यति नै बेलादेखि म कुनै न कुनै भूमिकामा सहकारी आन्दोलनमा रहिरहेको छु। यसरी भन्दै गर्दा यो 68-10-78 581 करिब 14-15 वर्षको चाहिँ सहकारीको अनुभवलाई हेर्दा जहाँ सहकारी सञ्चालकहरू अलि बेसी जिम्मेवार रहे, ती सहकारीहरूमा अहिले पनि सहकारीले धान्न नसक्ने खालका अप्ठ्याराहरू छैनन्। तर जहाँ सञ्चालक समितिले सहकारीको मूल्य मान्यतालाई बिर्सेर सहकारीलाई एउटा आफू बाँच्ने थलोको रूपमा प्रयोग गर्ने प्रयास गरे, ती सहकारीहरू को कारण आज सहकारी क्षेत्र बदनाम भएको भन्न हिचकिचाउन पर्ने अवस्था मैले देख्दिनँ। आज सहकारीहरू सबैभन्दा बढी बदनाम हुनुको पछाडि केही त राज्यका निकायका कमी कमजोरीहरू छन् र त्यसैलाई टेकेर सञ्चालकहरूले गरेका बदमाशीहरू पनि कम छैनन्। त्यसैले आजको जुन नारा छ मर्यादित सहकारी समुन्नत समाज, यसको यो मर्यादित सहकारी बनाइरहनको लागि यसमा राज्य पक्ष पनि उत्तिकै जिम्मेवार हुनुपर्ने जरुरी छ र सहकारी सञ्चालकहरू, सञ्चालन अनि कर्मचारीहरू, सहकारीका सम्पूर्ण शेयर सदस्यहरू उत्तिकै जिम्मेवार हुन जरुरी देखिन्छ। कुनै एउटा पक्षले मात्रै जिम्मेवारी निर्वाह गरेर जिम्मेवारी लिएर सहकारी मर्यादित पनि हुन सक्दैन र
जब सहकारी मर्यादित हुन सक्दैन, समुन्नत समाज बन्ने कल्पना हामीले गर्न सक्दैनौं। नेपालको संविधान 2072ले पनि सहकारीलाई एउटा 3 खम्बे अर्थनीति भित्र समाहित गरेको छ। तर त्यस अनुसार चाहिँ राज्यले सहकारीलाई ग्रहण गर्न राज्य आफैले स्वयं सकेको छैन। राज्यले के बुझ्नुपर्छ भने सहकारी भनेको शहरमा खुलेका र ठूला केही नवधनाढ्यहरूले आफ्ना केही कर्तुतहरू लुकाउनको लागि, आफ्ना चाहिँ 2 नम्बरी पैसा लुकाउनको लागि सञ्चालनमा ल्याइएका सहकारीहरू मात्रै सहकारी हुन् भन्ने जुन अहिले राज्यको बुझाइ छ। र खास गरी सम्भवतः वैदेशिक हस्तक्षेप हुन सक्छ या अन्य कारण हुन सक्छ, नेपाल सरकार यो राष्ट्र बैंकले जुन खालको एउटा नीति लियो त्यो नीतिले खास गरी चाहिँ सहकारीहरू धाराशायी हुनुमा ठूलो महत्वपूर्ण भूमिका खेलेको भन्ने चाहिँ मलाई लाग्छ। खास गरी यो कोभिड पछाडि पोस्ट कोभिड पिरियड यस्तो रह्यो, जतिखेर खासमा कोभिडको पिरियडमा अपेक्षा गरे भन्दा धेरै भिन्न अवस्थाको सिर्जना भयो। सहकारीमा पैसा हुँदैन, पैसा आउँदैन, बैंकमा पैसा आउँदैन भन्ने जुन खालको एउटा अब सहकारी बैंक वित्तीय संस्थाहरूमा पैसा चाहिँ निख्रिन्छ भन्ने जुन खालको एउटा अनुमान थियो, त्यसको ठिक्कै विपरीत कोभिडको पिरियडमा असाध्यै धेरै तरलता रहन पुग्यो। त्यो तरलता व्यवस्थापन गर्ने नाममा राज्य नियन्त्रित सबै खाले बैंक वित्तीय संस्थाहरूलाई राज्यले अलिकति खुल्ला छोडिदियो, जसको कारण बिना धितोदेखि लिएर न्यून धितोमा पनि कर्जा लगानी गर्ने जुन एउटा गलत अभ्यास भयो, त्यो गलत अभ्यासको रिजल्ट, त्यसको परिणाम स्वरूप हाल धेरै जसो बैंक वित्तीय संस्थाहरूले लगानी गरेको कर्जा जोखिममा रहेको अवस्था देखिन्छ। कतिपय अवस्थामा राज्यले लिएका नीतिहरूले दीर्घकालीन रूपमा असर पुर्याउँछ भन्ने कुरा राज्य सञ्चालकहरूले नबुझ्दा आज वित्तीय क्षेत्र संकटमा परेको छ। मैले धेरै पहिलादेखि भन्ने गरेको छु, यो जुन नेपाल सरकारले बैंकहरूको फोर्स मर्जरको नीति ल्यायो, यसले वित्तीय खाडल झन ठूलो बनाउँदैछ भनेर मैले आजभन्दा 4 वर्ष अगाडि पनि भनेको थिएँ। मैले विभिन्न मेरा आफ्ना आलेखहरू मार्फत त्यसलाई मैले सार्वजनिक गरेको थिएँ। त्यसको रिजल्ट आज देखिँदैछ। आज बैंकहरूको फोर्स मर्जर मार्फत ठूलो पैसा ती केही व्यक्तिहरूसँग पुग्ने र बैंकमा पनि साना लगानीकर्ताहरू हतोत्साही भएर बाहिर निस्कनुपर्ने अवस्थाको सिर्जना भएको छ, जसले सानो पुँजी भएर सानो व्यवसाय गर्नेहरूले आज कर्जा नपाउने अवस्था रहेको छ भने ठूलो कर्जा लिन नसक्ने अवस्था रहेको छ। यस पिरियडमा यो अवस्थामा सहकारीहरूको जिम्मेवारी अझ बढेको मैले महसुस गरेको छु। तर सहकारी क्षेत्रलाई नेपाल सरकारले जिम्मेवारीपूर्वक नहेर्ने, यसलाई एउटा कार्यकर्ता भरण पोषणको माध्यम बनाउने, एउटा आफ्नो नेतृत्वले चाहिँ त्यसलाई, खास गरी राजनीतिक नेतृत्वले आफू र आफू अनुकूलका मान्छेहरूलाई ठाउँ दिने एउटा चाहिँ क्षेत्रको रूपमा मात्रै विकास राखेको हुनाले आज सहकारी क्षेत्र जति विकसित हुनुपर्ने थियो त्यति विकसित हुन सकेको चाहिँ देखिँदैन। र म्याग्दी जिल्लाको सन्दर्भ पनि यस्तै हो। म्याग्दी जिल्लामा पनि आज साँच्चै कति सहकारीहरू छन् र कति सहकारीहरू कार्यान्वयनमा छन् भन्ने कुरा कुनै पनि सरकारी निकायसँग तथ्याङ्क छैन। पालिकाहरूले आफ्नो कार्यक्षेत्रभित्र मात्रै उनीहरू केन्द्रित रहने, प्रदेशमा सबै सहकारी, प्रदेश स्तरका सबै सहकारीहरूले आफू अपडेटेड नहुने र प्रदेश संयन्त्रले सहकारीहरूलाई नियमन गर्न नसकेको, यी अवस्थाहरूले गर्दा
आज म्याग्दी जिल्लामै पनि जम्मा कति सहकारी दर्ता भएका हुन् र कति सहकारीहरू आज चाहिँ क्रियाशील छन् र कुन अवस्था के छ भन्न सक्ने आधिकारिक तथ्याङ्क राज्यका कुनै पनि निकायहरूसँग आज समेत छैन। तर राज्यकै निकायहरू केही सहकारीहरूले गरेको बदमाशीको विषयलाई लिएर सहकारी क्षेत्र नै बदनाम गराउने तर्फ राज्यको निकायमा रहने व्यक्तिहरू स्वयं अधिकारीहरू लागेको पनि हामीले महसुस गरेका छौं। यो उचित चाहिँ होइन। त्यसैले खास गरी आज यो मर्यादित सहकारी र समुन्नत समाजको नारा सहितको यो 68औं सहकारी दिवसको अवसरमा म सम्पूर्ण सहकारीसँग जोडिनु भएका शेयर सदस्यज्यूहरू, सञ्चालकज्यूहरू, कर्मचारीज्यूहरू, शुभचिन्तकज्यूहरू, नियमनकारी निकायहरू, पालिकाहरू लगायत प्रदेश र राज्यका विभिन्न संरचनाहरूलाई मेरो खास गरी अनुरोध चाहिँ के हो भने सहकारी सुनियमनकारी संस्थाहरू हुन्। त्यसो भन्दैमा राज्यका सहकारीहरूलाई नियन्त्रण नियमन गर्ने कानूनहरू छन्। ती कानूनहरूको परिपालना भएको छ कि छैन, ती परिपालना हुन नसकेको अवस्थामा चाहिँ तिनीहरूलाई कसरी त्यो परिपालना गराउने भन्ने विषयमा चाहिँ जिम्मेवार निकायले भूमिका निर्वाह गर्न जरुरी छ। स्वयं सहकारीका शेयर सदस्यहरू हामीले अहिले पनि के बुझेका छैनौं सदस्यहरूले भने सहकारीमा शेयर सदस्य बन्नु भनेको फगत मुनाफाका लागि होइन, एक, र दोस्रो सदस्य किन बन्ने र सदस्य र ग्राहकमा के हो भन्ने कुरा पनि हामीले बुझ्न सकेका छैनौं। हामी एउटा बैंकमा खाता खोल्न जान्छौं, बैंकमा कारोबार गर्छौं, त्यहाँ हामी एउटा ग्राहक मात्रै हो। तर सहकारीमा तपाई चाहिँ जब भित्रिनुहुन्छ तपाई त्यहाँ एउटा सदस्य बनेर सहकारीका सबै गतिविधिहरूमा समाहित हुने गरी सहकारीका मूल्य मान्यतालाई आत्मसात गर्ने एउटा प्रक्रियागत रूपमा तपाई त्यहाँ भित्रिने हो र त्यसको सबै कुराको जानकारी लिने, आफूले जानेका र केही गलत हुन लागेका कुराहरूलाई सुझाव पनि दिने, साधारण सभामा सहभागी हुने, आफ्ना कुराहरू स्पष्टसँग राख्ने र व्यक्तिगत कुरा भन्दा सामूहिक कुरामा चाहिँ चासो राख्ने हुनुपर्छ सदस्य बनेको। वर्षको एकपटक साधारण सभामा जाने, भत्ता कति दिन्छन्, कति रुपियाँ भत्ता आउँछ र बोनस कति आउँछ भन्ने कुरादेखि बाहेक अरू कुराको चासो नराख्ने र एउटै व्यक्ति एउटा व्यापारी बनेर एउटा कारोबारी बनेर एउटा भन्दा बढी सहकारीहरूमा चाहिँ कारोबार गर्ने भयो भने त्यो सदस्यले साँच्चै सदस्यको भूमिका निर्वाह गर्न सक्दैन। त्यसैले नेपाल सरकारले सहकारी ऐनमा पनि स्पष्ट रूपमा भनेको छ एउटै कार्यक्षेत्रभित्र एउटै उद्देश्य भएका एउटा मात्रै सहकारीमा चाहिँ सदस्य बन्नु भनेर चाहिँ यो एउटा सहकारी ऐनमा पनि व्यवस्था गरेको छ। यो कुरालाई पुनः परिपालना चाहिँ सदस्यहरूले पनि गर्न जरुरी छ। सँगसँगै सञ्चालकहरूको मुख्य भूमिका छ। सञ्चालकहरूले कैयन शेयर सदस्यहरू मध्येबाट निश्चित समयको लागि सहकारीको चाहिँ मूल्य मान्यता ऐन नियम कानूनको परिधिभित्र रहेर सदस्यहरूको आवश्यकताको आधारमा कानूनको बर्खिलाप नहुने गरी काम कार्यान्वयन गर्नको लागि एउटा सञ्चालक समिति बनेको हुन्छ। यो सञ्चालक समिति भनेको ती शेयर सदस्यहरूको एउटा प्रतिनिधिमूलक चाहिँ संस्था हो, प्रतिनिधिमूलक चाहिँ एउटा समूह हो र यसले साधारण सभाले निर्देशित गरेका कामहरू नेपाल सरकारको चाहिँ सहकारी ऐन नियमावली, प्रदेश ऐन नियमावली र स्थानीय सहकारी ऐन नियमावलीको परिधिभित्र रहेर शेयर सदस्यहरूका आवश्यकताको आधारमा परिचालन गर्ने र त्यसलाई चाहिँ कानून सम्मत अगाडि बढाउने एउटा प्रतिनिधिको रूपमा चाहिँ संस्थाले सञ्चालक समितिले काम गर्नुपर्ने हो। त्यो सबै सञ्चालक समितिमा त्यो भएको देखिँदैन। कतिपय सञ्चालक समितिमा त्यो काम गर्ने कार्यगत क्षमताको समेत अभाव रहेको देखिन्छ भने
कतिपय अवस्थामा चाहिँ त्यसलाई आफ्नो एउटा जिम्मेवारी दायित्व भुलेर आफू प्रस्तुत भएको पनि हामीले देख्न पाउँछौं र यो बिल्कुल गलत छ। सहकारी सञ्चालकहरूले यो कुरा चाहिँ बुझ्न जरुरी छ। सबैभन्दा महत्त्वपूर्ण भनेको सहकारी सञ्चालकहरूको जिम्मेवारी हो। सहकारी सञ्चालकहरू स्वयं चाहिँ सेल्फ एउटा रेगुलेटेड हुने गरी अगाडि बढ्न सक्यो भने मात्रै समुन्नत समाज मर्यादित सहकारी सम्भव छ। होइन भने यो नाराको रूपमा मात्रै सीमित रहने अवस्था चाहिँ देखिन्छ। जब सहकारी सञ्चालकहरूले आफ्नो दायरा बिर्सेर आफू परिचालित हुन खोज्छन् र सहकारीलाई आफू अनुकूल, कानून अनुकूल, विधि अनुकूल होइन, आफू अनुकूल चाहिँ अगाडि बढाउन थाल्छन्, त्यति बेला सहकारीले सहकारिताको मर्म अनुरूप चाहिँ काम गर्न सक्दैन। यसलाई हामी सबैले मनन गर्न जरुरी छ। म्याग्दी जिल्लाका धेरैजसो सहकारीहरूमा चाहिँ केही न केही कमी कमजोरीहरू रहेका चाहिँ हामीले पाउँछौं। यसको पछाडि केही बुझाइमा कमी छ भने केही चाहिँ यो एउटा ऐन कानूनको परिधिभित्र भन्दा पनि आफ्ना अनुकूल चाहिँ चलाउने जुन एउटा पूर्वाभ्यासहरू छन्, ती हामीले पहिलादेखि सिकिआएका चलिआएका प्रचलनहरू, ती प्रचलनहरूलाई हामीले छोड्न नसक्दा आज सहकारी क्षेत्र केही बदनाम हुन पुगेको चाहिँ छ। अर्को तेस्रो भनेको कर्मचारी संयन्त्र हो। कर्मचारी संयन्त्र, सहकारीमा काम गर्ने कर्मचारी भनेको टाइसुट लगाएर एउटा बैंकको कर्मचारी जसरी निश्चित समय परिधिभित्र रहने गरी र निश्चित सुविधाको लागि चाहिँ आउने खालको चाहिँ हुनु हुँदैन। सहकारीको कर्मचारी भनेको ती शेयर सदस्यहरूको सहयोगीको रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने हुन्छ। उनीहरूका दुःख, पीर, व्यथा, पीडा बुझ्न सक्ने हुनुपर्छ र ती पीर व्यथाहरूलाई मलमपट्टि गर्नको लागि ऐन नियम विपरीत नहुने गरी सकेसम्म सरल प्रक्रियामा उनीहरूका आवश्यकताहरू परिपूर्ति गर्न सक्ने, पारिवारिक वातावरण सिर्जना गर्न सक्ने क्षमता भएको चाहिँ कर्मचारी वृत्त हुनुपर्छ र त्यो हुनको लागि कर्मचारीहरूलाई समय समयमा तालिमको व्यवस्था, भ्रमणको व्यवस्था चाहिँ त्यो सहकारीले मिलाउन सक्नुपर्छ। र तेस्रो कुरा हाम्रा जो पूर्व सञ्चालकज्यूहरूलाई के थाहा हुन्छ भने हिजो सहकारी सञ्चालन गर्दा हिजोका चाहिँ बाध्यता, असहजता, अप्ठ्याराहरूका बीचमा चाहिँ हामी जे जसरी अगाडि बढ्यौं ती सबै कुराहरू पूर्व सञ्चालकज्यूहरूलाई जानकारी हुन्छ। पूर्व सञ्चालक भनेको संस्थाको एउटा के हो भन्दा एउटा सञ्चालकहरूलाई मार्गदर्शन गर्ने एउटा समूह पनि हो। त्यसैले पूर्व सञ्चालकज्यूहरूले त्यो भूमिकामा आफूलाई उभ्याउन सक्नुपर्छ, न कि म सञ्चालकबाट बाहिर निस्के अब सहकारीमा मेरो कुनै पनि जिम्मेवारी छैन, त्यो होइन। हामीले अहिले पनि थाहा पाउनु पर्ने कुरा के हो भने हामीले अहिले भर्खरका केही कानुनी अभ्यासहरूलाई पनि हेरियो, म्याग्दी जिल्लाकै कानुनी अभ्यासहरूलाई पनि हेरियो भने सहकारीमा यति कैनेर कमजोरी चाहिँ देखियो र भोलि सहकारीमा भएका ती कमी कमजोरीहरूलाई हामीले व्यवस्थापन गर्नुपर्ने अवस्था देखियो भने त्यसमा पूर्व सञ्चालकहरूको कानुनी भूमिका पनि उत्तिकै रहन्छ र कानुनी जिम्मेवारी पनि उत्तिकै रहन्छ भन्ने कुरा पनि हामीले बुझिसकेका छौं। त्यसैले पूर्व सञ्चालकदेखि लिएर कर्मचारीदेखि लिएर सञ्चालकदेखि लिएर शेयर सदस्यहरू सबैजना जिम्मेवार नभएसम्म एउटा सहकारी मर्यादित बन्न चाहिँ सक्दैन। वर्षको एक दिन रियाली गरेर झण्डा समाएर हाम्रो सहकारी भनेर, जय सहकारी भनेर यो सहकारी मर्यादित बन्न सक्दैन। सहकारी मर्यादित बन्नको लागि
सहकारीका नियमनकारी निकाय होस् या सहकारीका सरोकारवाला निकाय होस्, ती सबै निकाय उत्तिकै जिम्मेवारी बन्न जरुरी छ। जब एउटा व्यक्ति होस् या संस्था होस्, ऊ आफू विधि सम्मत कानून सम्मत छैन भने उसले अर्कोलाई भन्ने अथवा गाइड गर्ने नैतिक अधिकार राख्दैन भन्ने कुरा पनि हामीले बुझ्न जरुरी हुन्छ। अहिले म्याग्दी जिल्लामा कतिपय यस्ता परिघटनाहरू देखिएका छन् जसका कारण छाता संस्थाहरूले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको कारण पनि केही असहजताहरू आएका छन् भन्ने कुरालाई ती छाता संस्थामा बस्ने जिम्मेवार पदाधिकारीहरूले बुझ्न जरुरी हुन्छ। र जसलाई गाइड गर्ने निकायहरू हुन्, जसले चाहिँ नियमन गर्ने निकायहरू हुन्, ती नियमनकारी निकायहरूले पनि हामीले नियमन गर्दा ती कुराहरूलाई हेर्न सक्यो कि सकेनौं भनेर बुझ्न पर्ने जरुरी छ। स्थानीय तहहरू आफैमा संघीयताको अभ्यास गर्दै गर्दा सबै अभ्यासहरू गर्न सकिरहेको अवस्था चाहिँ देखिँदैन। नयाँ संरचना, धेरै जिम्मेवारीहरू स्थानीय सरकारलाई चाहिँ अहिले सुम्पिँदा जनताको घर दैलोको सरकार भनेर भनिएको छ। खासगरी प्रशासनिक सुगमता अहिलेको चाहिँ संघीयताको अभ्यास हो। यो प्रशासनिक सुगमता सँगसँगै नागरिकहरूका बढ्दा अपेक्षा मागहरू सम्बोधन गर्न पर्ने बाध्यता छ। यो बाध्यात्मक अवस्थामा स्वयं स्थानीय सरकारहरूले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न सकिरहेको अवस्था छैन। अभ्यासहरू गर्दैछ हुनुहुन्छ। फेरि पनि त्यो अभ्यास गर्दै गर्दा राजनीतिक दाउपेचका आधारमा नजिकको सरकार भएको नाताले नजिकको मान्छेले नजिकका आफ्ना चाहिँ मान्छेहरूलाई भरणपोषण गर्ने, प्रोटेक्सन गर्ने नाउँमा कतै कानूनलाई को धज्जी उडाउने काम त भएको छैन भनेर पनि स्थानीय सरकारहरूले पनि सोच्नु जरुरी छ। मैले यही कुरा आजको यो सन्दर्भमा राखेँ। आज पहिलो पटक फेसबुक लाइभ आएर मैले यो सहकारी 68औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आफ्नो मनका कुराहरू यहाँहरूसँग राख्ने जुन जमर्को गरेँ, यसमा यहाँहरूले केही मैले भनेका कुराहरूमा यहाँहरूको चाहिँ फरक मत छ, फरक टिप्पणी छ भने सभ्य भाषामा, सभ्य रूपमा यसैमा चाहिँ कमेन्ट पनि गर्न सक्नुहुनेछ भन्ने कुरा राख्दै फेरि पनि सम्पूर्ण सहकारी कर्मी जीवहरू, सियर सदस्य जीवहरू, पालिका लगायतका नियमनकारी निकायहरू र सम्पूर्णमा राष्ट्रिय सहकारी दिवसको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। जय सहकारी, जय पश्चिम नेपाल साकुस। धन्यवाद।